हेलो गाइज, कस्तो हुन्छ तपाईँहरू होइन भन्नु होला। म चाहिँ बाटोमा आइसकेँ। म चाहिँ हिँडेको आज यातायात कार्यालय बाइकको लाइसेन्स बनाउनको लागि होइन। अस्ति मैले उयो झिकेको थिएँ, ब्लड ग्रुप भनेको थिएँ नि। त्यो यसकै लागि चाहिँदो रहेछ, त्यही भएर नभए काम नपरे किन गर्ने होइन। त्यस्तो गरिन्छ। अब चाहिँ मैले डाइरेक्ट यातायात कार्यालय गएँ, देखाउँछु तपाईँहरूलाई। हेलो, म चाहिँ एका बिहानै यहाँ बायोमेट्रीमा आएको कि लाइसेन्सको फर्म यो बुझाइदिएको छ। अब बायोमेट्रिक कतिखेर हुन्छ मलाई थाहा छैन होइन। अब लाइनमा गएर उभिनु पर्ने अरे। म चाहिँ लाइनमा थोरै मान्छेहरू छैनन्, अब लाइनमा गएर उभिने हो। फर्म बोकेको छ, आज लिखित हुन्छ हुँदैन केही थाहा छैन है त। म अपडेट दिन्छु होइन त। के भन्नुहुन्छ तपाईँ? लाइन देखाउँछु ल मैले भित्र गएर। मैले मस्त अघि लाइन छोडेर आएको थिएँ कि अब लाइनमा गएर उभिनु पर्ने हुन्छ। लाइन सानो 10 बजे खुल्छ भनेर बसेको बायोमेट्रिकको लाइनमा अहिलेसम्म खुल्दैन त। अनि फेरि ज्यान्जीले आन्दोलन गर्ने बेला भएको है क्या। सानो छ यहाँ लाइन हो नि। म पुरै भ्लगै बनाउँछु नि। अच्छा ठीक है। फाइनली यो ढोका खोल्यो अरे म पनि भित्र छिरिसकेँ होइन। मेरो पालो अब 3-4जना पछाडि छ। अब यहाँनिर टकको लाइन बसिसक्यो होइन। अगाडि छिर्यो। अब यहाँबाट फोटोसोटो खिच्नु पर्ने रहेछ। अब म पनि कपाल सपाल बाँधेर फोटो खिचिहाल्छु है त। त्यहाँ मैले त्यति काम गरेँ हो नि। यता पनि पैसा तिरेर आइसकेँ। अर्को पनि भाउचर भरेर अब मेडिकल गर्न हिँडेको है त। म चाहिँ बाटोतिर आइसकेँ होइन। अनि त्यो आँखाहरू चेक गराउँदो रहेछ। अनि कलर भिजनहरू चेक गराएर चाहिँ अनि पैसा तिरेर रुङ्नु पर्ने रहेछ। त्यो सर्टिफिकेट आउन, त्यो सर्टिफिकेट भन्दा पनि के भन्छ, त्यो सर्टिफिकेटै आउनलाई, भोलि एक्जामको लागि एडमिट कार्ड आउनलाई। अनि रुङ्दा 11 बजीदेखि रुँगेको 2:30 बज्यो क्या अहिलेसम्म भर्खर आयो। अनि खाजासाजा खायोभरि म चाहिँ निक्लिसकेँ। अब भोलि एकैचोटि लिखित दिन आउँदाखेरि देखाउँछु है त। भाइ टाउको दुखिरहेको छ। हेलो, म आज आइसकेँ होइन। हिजो चाहिँ मैले कागजपत्रहरू सब बुझाएर होइन। अनि आज चाहिँ मेरो लिखितको एक्जाम छ, लिएर आएको छु। अब एक्जाम दिने हो। अलिअलि डर लाग्दैछ क्या मलाई लिखितको। अनि अलिकति सेट गरेर आएँ। अनि 15वटा गरेको 15वटा पास भएँ मोबाइलमा। त्यही भएर अनि आज ढुक्क छ भनौँ न। अब के कस्तो हुन्छ। यहाँनिर छ मेरो नाम चाहिँ होइन, 21 नम्बरमा। प्रदीप फेल 1058 39 59 नम्बरमा। अब हामीले एक्जाम दिने भयो भने चाहिँ यही हो। एक्जाम दिएपछि थाहा हुन्छ कस्तो हुन्छ है त। म चाहिँ एक्जाम दिने हलमा आइसकेँ होइन। पुरै यसरी मान्छे बोलाउँदै हुन्छ, वहाँ जानु भनेर देखाउँदै होइन। हाम्रो साथीहरू पछाडि छन्। मोबाइल पुरा म त भिडियो बनाइदिइरहेको छु। म अहिले थर्कायो भने म जान्दिनँ होइन। अब हामीले एक्जाम दिने हो यहाँनिर। लिखितको एक्जाम यसरी नै दिने हो। तपाईँहरू पनि नडराइकन आउनु। अब एक्जाम दिएपछि के कस्तो हुन्छ म भन्छु है त। अहिलेलाई बाई बाई। पछाडि चाहिँ मस्त एक्जाम भइरहेको छ। मैले एक्जाम सक्यो भने निक्लिसकेँ होइन। के कस्तो भयो भोलि थाहा हुन्छ। चिलमा हान्दै एक्जाम चाहिँ हान्ने होइन। मस्त मैले पास त हुन्छ मजाले, डराउनु पर्दैन। सजिलो आउँदो रहेछ क्वेसन। पास त हुनुपर्ने मजाले हुन्छ पनि कि कन्फिडेन्स छ त्यतिको। र भरे रिजल्ट आउँछ अरे, अब के हुन्छ हेरौँ। त्यही हो, हिजो चाहिँ रुङ्दा लास्ट चाहिँ टाउको दुखेको थियो मेरो। फुल जोसमा आएको, जोस पुऱ्याइभरि मेरो होस हराइदिएको थियो हिजो होइन। आज चाहिँ एकदम ठिक छ। अब ट्रायल कहिले हो म फेरि देखाउँछु ट्रायलको दिन है त। बाई बाई। हेलो, ट्रायल दिने ठाउँ चाहिँ यहाँनिर हो होइन। मैले पनि 500 रुपियाँ तिरेर 3-4 मान्छे हाल्थेँ। अनि त्यहाँनिर अब ट्रायल हुन्छ एकछिनमा। अहिले म लाइनमा पर्खिरहेको छु। सबजना लाइनमा बसिरहेका छन्। यो चुनावले गर्दा धेरै दिनको ग्याप पछाडि ट्रायल दिन पाइयो। अब कस्तो हुन्छ फर्स्ट टाइम हो, थाहा छैन मलाई होइन। हेरौँ, भिडियो बनाउन पाइएन क्या। भित्र एक्लै जानु पर्यो बाइक लिएर। 3-4 राउन्ड हाने 500 रुपियाँ तिरेर हान्नुपर्दो रहेछ। अब हेरौँ कस्तो हुन्छ। ट्रायल दिन्छु अनि भन्छु है त तपाईँहरूलाई मेरो अनुभव। न्यू लुक्स मेरो, मैले कपाल काटिहालेँ होइन। अगाडिकोमा कपाल छ, लिखित दिने त अहिले छैन। ट्रायलको लाइनमा छ, लाइन धेरै लामो छ। हेर्नु होला। डराउनु चाहिँ हुँदैन है, बन्दै फेल भयो भने नडराइकन निक्लिने हो क्या होइन। डराएर हुन्छ त, केही डरै छैन। अघि 3चोटि घुमाएको है। मनमा चाहिँ डर थिएन, तर खुट्टा चाहिँ कामिरहेको थियो क्या त्यो उकालोमा चाहिँ। अनि बन्द भयो गाडी नै, त्यस पछाडि फेरि भएन। त्यही भएर मलाई अहिले डरै छैन। यहीँनिर ट्रायल दिने हो होइन। टेन्सन नै दिने काम म तपाईँहरूलाई देखाउँछु। देखाउनु पाएन भने भन्छु है त गाइस। सब थोक रेडी भइसक्यो होइन। अब यो गेटबाट छिर्ने अरे, 2 नम्बर गेटबाट। कतिखेर पालो आउँछ मलाई केही पनि थाहा छैन। अब एकैचोटि ट्रायल दिएपछि मात्रै भन्छु म।
ल गाइज यो बाई बाई लाइसेन्स निकाल्ने ठाउँ के भन्छ यसलाई के हो यातायात होइन उहाँको पनि यातायात यहाँको पनि यातायात हो ल गाइज एकैचोटिमा लाइसेन्स निक्ल्यो होइन मजा आयो अब म चाहिँ दाइलाई मोबाइल दिएको थिएँ म आउँदाखेरि भिडियो बनाउनु भएन दाइले चाहिँ अब यादै भएन नि त दाइलाई पनि एक्साइटेड थियो नि त भाइले के गर्छ भनेर दाइले पनि एकचोटिमै निकालेको भाइले पनि एकचोटिमै मजा आयो तर ओह्रालोमा चाहिँ पछाडि फर्केर पुलिसलाई हेरेँ अनि जाउँ भनौँ अनि कहिलेको केही डराउनु पर्दैन तपाईँ डराएर आउनु हो भने पास डराउनु हो भने चाहिँ फेल हो है फेरि मैले सुरुचोटि चाहिँ प्र्याक्टिस गर्दाखेरि मेरो खुट्टा कामेको थियो उकालोमा एक्सिलेटर अलिक धेरै तान्नु पऱ्यो भयो क्या आजदेखि लाइसेन्सवाला भयो वहाँ गर्दै थियो क्या मेरो त बाइकै नतानेको हो क्या अनि तर केही भएन निक्ल्यो होइन राम्रो बाइक लिएर आउनुभयो भने डराउनु चाहिँ हुँदैन होइन फिक्स पास होइन म त पास भइहालेँ फुल प्रोसेसमा तपाईँहरूलाई भनिदिन्छु यही भिडियो बनाएको छु हेर्नु होला होइन बुझ्नुभयो होला तपाईँहरूले अब यति हो होइन अब उता यातायात गरेर 1500 रुपियाँ राजस्व तिरेर लाइसेन्स पाउनुहुन्छ त्यही हो गाइज बाई बाई फुल भिडियो हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु होला म तपाईँहरूलाई राजस्व तिरेको पनि देखाइदिन सक्छु अब के हुन्छ हेरौँ है यतिले पनि काम चाहिँ पुग्छ तर राजस्व तिरेर खुसी भएर जो पनि पुग्छ ल बाई बाई गाइज म चाहिँ यातायात कार्यालय आइसकेँ होइन यहाँ आयो भने मैले फर्म पनि भरिसकेँ 20 रुपियाँ तिर्दा भरिदिएर छन् होइन अब यहाँ लाइन लाग्यो तिर्नुपर्छ अरे म देखाउँछु यता कस्तो हुन्छ आम्मा लाइन सानो छैन यहाँनिर लाइन थोरै छैन यहाँ लाइन बसेर पैसा तिर्नुपर्छ साथीले तिरिदिन्छ मेरो चाहिँ होइन 1500 रुपियाँ राजस्व तिरेको चाहिँ मात्रै लाइसेन्स पाइन्छ ओरिजिनल त कहिले आउँछ थाहा छैन म चाहिँ लाइनदेखि बाहिर एउटै हो जसले हामीलाई देखिँदैछ हामीले यहाँनिर पैसा तिरेको होइन अब 12 बजेसम्म बस्नुपर्ने अरे भर्खर 10 बज्दैछ उसले र मैले सँगै दिएको क्या सबै कुराहरू सँगसँगै गरेको एकैचोटिमा निक्ल्यो पनि दुईजनाकै होइन तर ट्रायल सेन्टरमा चाहिँ भिडियो बनाउन पाइएन होइन बाइक घुमाउनै पाइएन नि त मोबाइलले दिएन पाउँदैन भनौँ अनि खास चाहिँ बोलेर मात्रै भनिरहेको छु क्या म अब तपाईँहरूले देख्न त पाउनु भएन अब यस्तै छ अब 12 बजीसम्म रुङ्नु पर्ने अरे तनाव 2000 years later धेरै बेर रुकिसके पछाडि हामी फेरि पेपर लिन आएको छ कि छैन हेरौँ पेपरहरू त छ हाम्रो छ कि छैन बाइकको हो फाइनली आइसक्यो 3टा हुन्छ त अनि यहीँभित्रको एकवटा हो यति लिएर जानुपर्ने ठिक छ हामीले चाहिँ आयो अरे होइन मस्तसँग पैसा तिर्दिन् त्यहाँनिर अनि उसले तिर्दियो मेरो लाइनमा म चाहिँ अलिक ढिलो आएको थिएँ नि त अनि उसलाई लगाएर चाहिँ एकैचोटि काम भइहाल्यो सरकारी काममा लाइन चाहिँ अलिक धेरै लाग्नुपर्छ क्या अनि 1500 राजस्व तिर्यौँ दुईजनाले अनि 12 बजेतिर हुन्छ भनेको थियो उसलाई जाउँ उता भनेर मेरो क्लासतिर लिएर गयो अनि 12 बजे आयौँ हामी अनि गएको ठ्याक्क जाने बित्तिकै पाइयो क्या मैले मेरो चाहिँ ब्यागभित्र हालिसकेँ होइन उसको चाहिँ अलिक बाहिरै थियो नि त अनि झिक्न सजिलो हुन्छ भनेर अब यो पाइसक्यो लाइसेन्स बनायो अब यो सजिलो हुन्छ होइन यति भएपछि अब स्मार्ट त कहिले हो कहिले तपाईँहरूलाई पनि थाहा होला अब नागरिक एपमा डाउनलोड गर्ने हो अनि त्यो पनि बोकेर हिँड्नुपर्छ यति नै हो गाइज तपाईँहरूलाई पनि सजिलो हुन्छ अलिक केही बुझ्नुभयो होला भन्दै राखिदिएको मैले बाई बाई